देशभरि 2 महिनाभन्दा बढी समय बितिसक्दा जारी जेनजी आन्दोलन र त्यससँग भएका बारम्बारका सरकारको रवैयामा कुनै परिवर्तन नभएकोले जनताको दैनिकी मात्र होइन, राज्यप्रतिको विश्वासमै गहिरो प्रश्न खडा गरिदिएको छ। आन्दोलनको मूल उद्देश्यका रूपमा उठाइएका भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र उत्तरदायी शासन प्रणालीका मागहरू अहिलेसम्म पनि ठोस रूपमा सम्बोधन हुन नसक्दा जनस्तरमा निराशा बढ्दै गएको छ। आन्दोलनका क्रममा जेनजी पक्षधरहरूले उठाएका प्रमुख मागहरू भ्रष्टाचारमा शून्य सहनशीलता, शक्तिको दुरुपयोगमा संलग्नमाथि कारबाही, आर्थिक पारदर्शिता र स्थिर सरकार यतिका समय बितिसक्दा पनि व्यवहारमा कार्यान्वयन नहुनु चिन्ताको विषय बनेको छ। सरकार फेरिए पनि नीतिगत निरन्तरता र निर्णय क्षमताको अभावले समयको समाधानभन्दा झन अन्यल सिर्जना गरेको जनगुनासो छ। यसैबीच निर्वाचन समयमै हुन्छ कि हुँदैन भन्ने विषयमा समेत व्यापक शङ्का उत्पन्न भएको छ। राजनीति अस्थिरता, दलहरूबीचको अविश्वास र आन्दोलनको दबावका कारण संविधान अनुसार निर्वाचन हुन सक्ने हो कि भन्ने आशंका आम नागरिकमा देखिन थालेको छ। निर्वाचन ढिलाइ भए लोकतान्त्रिक अभ्यास कमजोर हुने र जन असन्तोष झन बढ्ने विज्ञहरूको चेतावनी छ। अर्कोतर्फ देशको आन्तरिक राजनीतिक अन्योलका बीच विदेशी हस्तक्षेप बढ्न सक्ने जोखिमप्रति पनि सरकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। आर्थिक रूपमा कमजोर बन्दै गएको अवस्थामा अन्तर्राष्ट्रिय दबाव र निर्भरता बढ्ने हो कि भन्ने डर जनस्तरमा फैलिएको छ। आर्थिक सङ्कट गहिरिने, रोजगारीका अवसर खुम्चिने र विकास निर्माण प्रभावित हुने सङ्केतहरू देखिन थालेका छन्। सबैभन्दा पीडादायी पक्ष भनेको युवा पुस्ताको बढ्दो विदेशी पलायन हो। आन्दोलन, सरकार परिवर्तन र अनिश्चित भविष्यका कारण देशमै केही हुन्छ भन्ने आशा युवामा घट्दै गएको छ। देशमा मेहनतको मूल्य छैन भन्ने अनुभूतिले गर्दा हजारौँ युवा अझै पनि दैनिक रूपमा विदेशिने काम रोकिएको छैन। समग्रमा जेनजी आन्दोलनले उठाएका सवालहरू आज पनि उस्तै छन्। सरकार परिवर्तन मात्र समाधान होइन भन्ने कुरा जनताले महसुस गर्न थालेका छन्। अब राज्यले आन्दोलनका मागहरू गम्भीरतापूर्वक सम्बोधन गर्दै सुशासन, आर्थिक स्थायित्व र राजनीतिक स्पष्टताको माग नअपनाए जन असन्तोष थप चुलिने निश्चित